आज हामीले बनायौँ खजुरी। खजुरी बनाउनको लागि सुरुमा काजु र बदामलाई मिक्सरमा पिसिसकेपछि त्यो काजु र बदामको मिक्सर एकतिर राख्ने साइडमा। अनि पिठोमा घिउ हालेर मजाले मोल्ने। घिउ हालेर मोलिसकेपछि स्वादअनुसार चिनी हाल्ने। चिनी हालिसकेपछि सुजी हाल्ने स्वादअनुसार। सुजी चाहिँ क्रिस्पी बनाउनको लागि युज हुन्छ। अनि त्यसपछि अघि हामीले मिक्सरमा पिसेको मिक्सर चाहिँ हाल्ने। म अहिले पनि खजुरी खाँदै नै भोइस ओभर गर्दैछु क्या। कति मिठो बनेको छ भने नि आई क्यान्ट एक्सप्लेन। अब त्यसपछि अलिअलि पानी हाल्दै मिक्स गर्ने। मिक्स गरेर एउटा डो बनाउने। डो चाहिँ यतिको भइसकेपछि यसरी आफूले मुठीमा लिएर यस्तो भइसकेपछि हाम्रो डो रेडी भयो भनेर बुझ्नुपर्छ। अब डोलाई चाहिँ सेट हुनको लागि हाफ एन आवरदेखि 1 आवरसम्म यतिकै थाल या केहीले छोपेर राख्ने। अनि त्यसपछि सेप दिँदै लो हिटमा फ्राई गर्नुपर्छ। यो चाहिँ फुटेको मैले बनाएको। अरू राम्रो चाहिँ मम्मीले बनाउनु भएको। आई डोन्ट नो कसरी फुट्यो बट इट टेस्ट रियली यम।